मिथिला मध्यमा परिक्रमाको आज नेपालतिर तेस्रो बासा सुरुवात जनकपुर बाहेकको 3वटा बासा भइसकेका छ। अनि भोलि यहाँबाट ध्रुवकुण्ड र त्यसपछि कञ्चनवनमा सबै साधु सन्तहरू तथा स्थानीयहरू होली खेल्ने चलन छ। त्यसमा हाम्रो नेपाल भारत खुला सीमा संवाद समूहको पनि शिविर हुन्छ र त्यहाँ भव्य रूपमा शिविर सञ्चालनदेखि लिएर होली पनि खेल्ने कार्यक्रम रहेको छ। त्यसमा सबै श्रद्धालु भक्तजन लगायत इष्टमित्र पत्रकार बुद्धिजीवी विद्वानहरूलाई पनि यो शिविरमा एकचोटि यो हाम्रो शिविरमा काम गर्ने दीपक यादवजी, रुबी झाजी, विनोद ठाकुरजी, यो कृष्ण कुमार शाहजीलाई हौसला बढाइदिन हुन आग्रह पनि गर्दछु।